नमस्ते। विदेश जाँदा होस् वा विदेशबाट पैसा आउँदा पैसा साट्ने कुरा त आइहाल्छ नि होइन? यो कसरी काम गर्छ भनेर जान्नु एकदमै महत्त्वपूर्ण छ। आज हामी यही प्रक्रियालाई अलि सरल तरिकाले बुझ्ने कोसिस गरौँ। ल, अब यो विषयमा अलिक गहिरिएर जाउँ। हाम्रो स्रोत सामग्रीमा एउटा राम्रो उदाहरण छ कल्पनाको। उनका बुबाले युरोपबाट 5,000 युरो पठाउनु भएको छ। अब प्रश्न आउँछ, यो पैसा नेपाली रुपैयाँमा कसरी साट्ने? यो साधारण जस्तो लाग्ने प्रश्नले नै हामीलाई पैसा साट्ने पूरै प्रक्रिया बुझाउँछ। अब कल्पनाको यो समस्या समाधान गर्नुभन्दा पहिले हामीले एउटा आधारभूत कुरा बुझ्नुपर्छ। त्यो के हो भने हरेक देशको आफ्नै पैसा मतलब मुद्रा हुन्छ र हरेक मुद्राको मूल्य पनि फरक फरक हुन्छ। हो, यही मूल्य कसरी तय हुन्छ र यसलाई कसले नियन्त्रण गर्छ भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण हो। त्यसो भए यो पैसा साट्ने दर, जसलाई हामी विनिमय दर भन्छौं, यो कसले निर्धारण गर्छ त? हो, यसको जवाफ हाम्रो पहिलो खण्डमा लुकेको छ। यो सीधा नेपालको केन्द्रीय ब्याङ्किङ प्रणालीसँग जोडिएको छ। नेपालमा पैसा साट्ने अर्थात् मुद्रा विनिमयको सम्पूर्ण प्रक्रियालाई नियमन गर्ने एउटै निकाय छ, त्यो हो नेपाल राष्ट्र ब्याङ्क। हो, यही केन्द्रीय ब्याङ्कले हरेक दिन कुन विदेशी मुद्राको भाव कति हुने भनेर आधिकारिक दरहरू तोक्छ। यसले के फाइदा हुन्छ भने देशैभरि एउटै मानक, एउटै स्ट्यान्डर्ड कायम हुन्छ। हो, स्क्रिनमा देखिएको जस्तै हुन्छ नेपाल राष्ट्र ब्याङ्कले जारी गर्ने त्यो आधिकारिक दर सूची। अब जुनसुकै ब्याङ्क वा मनी एक्सचेन्जमा गए पनि उनीहरूले कारोबार गर्नका लागि आधार मान्ने भनेको यही सूचीलाई हो। अब एकदमै रोचक कुरा है, जब पैसा साट्न गइन्छ कुनै पनि विदेशी मुद्राको एउटा मात्र होइन, दुई-दुईवटा मूल्य हुन्छन्। अचम्म लाग्यो होइन? ल हेरौँ यो के हो। यसलाई बुझ्नको लागि आफूलाई एकछिन ब्याङ्क सम्झिनुहोस्। जब कोही विदेशी मुद्रा लिएर आउँछ, ब्याङ्कले त्यो पैसा किन्छ। हो, त्यति बेला लागू हुन्छ किन्ने दर। अनि जब कसैलाई विदेश जान विदेशी मुद्रा चाहिन्छ, ब्याङ्कले उसलाई बेच्छ। त्यति बेला लागू हुन्छ बेच्ने दर। सिम्पल छ। यो तालिकामा राम्ररी हेर्नुभयो भने एउटा कुरा प्रष्ट देखिन्छ। किन्ने दर सधैँ बेच्ने दरभन्दा थोरै कम हुन्छ। जस्तै डलरमा हेर्नुहोस्, 131.86 मा किन्छ, 132.46 मा बेच्छ। हो, यही सानो फरक, यही मार्जिन नै ब्याङ्क वा मनी एक्सचेन्जको नाफा हो। तर प्रश्न उठ्छ, के यी दरहरू सधैँ एउटै रहन्छन् त? बिल्कुलै रहँदैनन्। नेपाली मुद्राको शक्ति अनुसार यी दरहरू दिनदिनै घटबढ भइरहन्छन्। हो, यही घटबढलाई बुझ्न दुईवटा महत्त्वपूर्ण शब्दहरू छन्, डिभ्यालुएसन र रिभ्यालुएसन। पहिले कुरा गरौँ डिभ्यालुएसनको, जसलाई नेपालीमा अवमूल्यन भनिन्छ। यसलाई एकदमै सरल भाषामा भन्नुपर्दा यो भनेको विदेशी मुद्राको तुलनामा हाम्रो नेपाली रुपियाँ कमजोर हुनु हो। मतलब अब त्यही $1 किन्न पहिलेभन्दा धेरै नेपाली रुपियाँ तिर्नुपर्ने भयो। ल, यसलाई एउटा हिसाबबाटै बुझाउन। मानौ पहिले $1 को 125 रुपैयाँ थियो। अब नेपाली रुपैयाँ 2% ले अवमूल्यन भयो रे। अब के गर्ने? पहिले 125 को 2% निकाल्ने, जुन हुन्छ ₹2.50। अवमूल्यन भएकोले यो रकम पुरानो दरमा जोड्ने, मतलब 125 मा 2.50 जोड्दा भयो 127.50। अब नयाँ दर यही भयो। अब अवमूल्यनको ठिक उल्टो प्रक्रिया हेरौँ, जसलाई रिभ्यालुएसन वा पुनर्मूल्याङ्कन भनिन्छ। यो अवस्थामा चाहिँ हाम्रो नेपाली रुपैयाँ बलियो हुन्छ र विदेशी मुद्रा किन्न पहिलेभन्दा कम पैसा लाग्छ। यो त राम्रो कुरा भयो होइन? यहाँ पनि हिसाब गर्ने तरिका उस्तै हो, तर एउटा सानो फरक छ। हामी रकम जोड्दैनौँ, घटाउँछौँ। मानौ 1 पाउन्डको 145 रुपियाँ थियो र 2% ले पुनर्मूल्याङ्कन भयो। 145 को 2% हुन्छ ₹2.90। अब पुरानो दर 145बाट 2.90 घटाएपछि नयाँ दर आयो 142.10। मतलब अब 1 पाउन्ड किन्न पहिलेभन्दा सस्तो भयो। ल, विनिमय दरको हिसाब त बुझ्यो, तर के यतिले मात्रै पुग्छ त? पुग्दैन। कहिलेकाहीँ ब्याङ्कहरूले यो सेवा दिए बापत अलिकति अतिरिक्त शुल्क पनि लिन सक्छन्। हो, त्यसैलाई हामी कमिसन भन्छौँ। त्यसो भए यो कमिसन भन्ने अतिरिक्त लागत चाहिँ कसरी हिसाब गरिन्छ त? यसलाई बुझ्नको लागि हाम्रो स्रोत सामग्रीबाट अर्को एउटा उदाहरण हेरौँ।
यहाँ सबैभन्दा महत्त्वपूर्ण र ध्यान दिनुपर्ने कुरा के छ भने कमिसन विदेशी मुद्राको रकममा लाग्दैन। पहिले विदेशी मुद्रालाई नेपाली रुपियाँमा साट्ने अनि जुन कुल नेपाली रकम आउँछ हो त्यसमाथि कमिसन गणना गरिन्छ। यो सानो जस्तो देखिने कुराले हिसाबमा ठूलै फरक पार्न सक्छ, त्यसैले यो याद राख्नुहोला। मुद्रा विनिमयका सामान्य हिसाब किताब त हामीले सिक्यौं, तर कहिलेकाहीँ परिस्थिति अलि जटिल हुन सक्छ, हैन? यस्तो अवस्थाको लागि एउटा प्रोटिप छ, त्यो हो गणितको चेन रुल। चेन रुल सुन्दा गाह्रो लागे पनि यसको आधारभूत सिद्धान्त एकदमै सरल छ। जस्तै यदि A बराबर B हुन्छ र B बराबर C हुन्छ भने पक्कै पनि A बराबर C हुन्छ, हैन त? हो, यही साधारण तर्कमा यो नियम आधारित छ। यही चेन रुलको प्रयोग गरेर हामीले के गर्न सक्छौं भने एउटा विदेशी मुद्राबाट सिधै अर्को विदेशी मुद्रामा विनिमय दर निकाल्न सक्छौं। बीचमा नेपाली रुपैयाँको हिसाब गरिरहनै पर्दैन। यसले हिसाबलाई निकै छिटो र सजिलो बनाइदिन्छ। त्यसो भए आजको यो विश्लेषणबाट हामीले मुख्य रूपमा के कुरा सिक्यौं त? ल सरसर्ती हेरौं है। पहिलो, नेपाल राष्ट्र बैंकले नै आधिकारिक विनिमय दर तोक्छ। दोस्रो, पैसा साट्दा किन्ने दर र बेच्ने दरमा सधैँ ध्यान दिनुपर्छ। तेस्रो, अवमूल्यनले विदेशी मुद्रालाई महँगो बनाउँछ भने पुनर्मूल्याङ्कनले सस्तो। र अन्त्यमा कमिसन जहिले पनि कुल नेपाली रुपैयाँमा हिसाब हुन्छ। यति कुरा याद भए पुग्छ। अब नेपालमा मुद्रा विनिमय कसरी काम गर्छ भन्ने एउटा स्पष्ट खाका तयार भयो होला। यो ज्ञान विदेश यात्रामा मात्रै होइन, व्यापार व्यवसाय र हाम्रो देशको समग्र अर्थतन्त्र बुझ्नको लागि पनि एक शक्तिशाली औजार हो। अब सोच्नुहोस् त, यस्तै अरू कुन वित्तीय अवधारणाहरू छन् जसको बारेमा जान्न मन छ? र अन्त्यमा, यदि यो जानकारी उपयोगी लाग्यो भने कृपया यो भिडियोलाई लाइक, सब्स्क्राइब र शेयर गरिदिनुहोला।